हेलो मेरो मुटुहरू सबैजना सन्चै हुनुहुन्छ होला? म सन्चै छु। अब चाहिँ म जाँदैछु उतातिर। अब नाइट ड्युटीमा दाइहरू के गर्दैछन् भनेर हेर्दा माथि जुन पनि देखिरहेछ होइन। उतातिर दाइहरू के गर्दैछन् भने हेर्न जाँदै थिएँ। त उताको दाइ त यसरी सुतेका कि पुरै उतै गएर भिडियो बनाएर पनि थाहा पाएनन्। हातमा गीत बजाएर मोबाइल लिएर मजाले सुतेका होइन। उहाँ चाहिँ गयो अब त्यहाँ हेरेँ भिडियो सिडियो बनाए दाइले मजाले खराटा मारेर सुतिरहेको रहेछन् हातमा मोबाइल बोकेर। अनि त्यसपछि म कुटुङ टुङ कुटुङ 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 टुङ लाग्यो कुटुङ टुङ लाग्यो उतातिर होइन। उतातिर लाग्यो अर्को दाइकोतिर लाग्यो होइन। अर्को दाइले के गर्दैछन् भने हेर्दै जाँदाखेरि उता त उनी चुक्कुल हालेर सुतेको रहेछ चुक्कुल हालेर। अनि त्यसपछि म चाहिँ यसो आएँ यसो यताउता हेर्दै आएँ कोही छन् कि केही छन् कि भनेर। अब किनभने मैले पनि सुत्नुपर्ने हुन्छ। सुत्दाखेरि चाहिँ कसरी सुत्छु हेर्नुहोस्, म यसरी सुते हुन्छु राति हेर्नु पुरै ब्लाङ्केट सलाङ्केट ओढेर मच्छरले काट्छ भनेर यस्तै दुईवटा कुर्सीमा खुट्टा राखेर मजाले सुते हुन्छु। त्यसपछि चाहिँ सुतेर उठेँ बिहान। अनि त्यसपछि घर आएँ। घर आउँदाखेरि छोराले यहाँ काण्ड गरिदियो। छोराले हानेर यहाँ मुखमा कोतारेर घाउ बनाइदियो। घाउ बनाउँदाखेरि मलाई भयो रिस उठ्यो। उता चाहिँ बुढी काम गरिरहेको थियो बाथरुम गइरहेको थियो। अनि उतातिर गर्दाखेरि कुकुरसँग खेल्यो। कुकुरसँग खेल्दा अर्को कुकुरलाई हेर्दाखेरि चाहिँ अर्को कुकुर चाहिँ सत्यानाश भइसक्यो रहेछ। पुरै बिरामी भएर मर्ला मर्ला जस्तो भए रहेछ होइन। त्यसपछि